प्रश्न नम्बर 1 कहिले पानी नपी बाँच्न सक्ने जनावर कुन हो? अप्सन ए छेपारो, अप्सन बी गङ्गटो, अप्सन सी गोही, अप्सन डी भ्यागुत्तो। यसको सही उत्तर हो अप्सन नम्बर ए छेपारो। प्रश्न नम्बर 2 सबैभन्दा धेरै समय बाँच्न सक्ने पन्छी कुन हो? अप्सन ए चिल, अप्सन बी बाज, अप्सन सी सुगा, अप्सन डी परेवा। साथीहरूको सही उत्तर हो अप्सन नम्बर सी सुगा। प्रश्न नम्बर 3 नेपालमा मात्र पाइने चरा कुन हो? अप्सन ए मुनाल, अप्सन बी काँडे भ्याकुर, अप्सन सी मुनाल, अप्सन डी डाँफे। यसको सही उत्तर हो अप्सन नम्बर बी काँडे भ्याकुर। प्रश्न नम्बर 4 नेपालको पहिलो दैनिक पत्रिका कुन हो? अप्सन ए कान्तिपुर, अप्सन बी गोरखापत्र, अप्सन सी सुधासागर, अप्सन डी आवाज। साथीहरूको सही उत्तर रहेको छ अप्सन नम्बर डी आवाज। प्रश्न नम्बर 5 चितवनलाई के उपनामले समेत चिनिन्छ? अप्सन ए गुलाबी सहर, अप्सन बी साइकल सिटी, अप्सन सी एक बास्केट, अप्सन डी ग्रीन सिटी। साथीहरूको सही उत्तर हो अप्सन नम्बर सी एक बास्केटको जिल्ला पनि भनिन्छ। प्रश्न नम्बर 6 नेपालको इतिहासमा खरिदार बा भनेर कसलाई चिनिन्छ? अप्सन ए लेखनाथ पौडेल, अप्सन बी मोतीराम भट्ट, अप्सन सी बाबुराम आचार्य, अप्सन डी कृष्णप्रसाद कोइराला। को सही उत्तर हो अप्सन नम्बर डी कृष्णप्रसाद कोइराला। प्रश्न नम्बर 7 पहाडको जङ्गललाई के भनिन्छ? अप्सन ए सदाबहार, अप्सन बी टुन्डा, अप्सन सी झोरा, अप्सन डी पाल। यसको सही उत्तर हो अप्सन नम्बर डी पाल भनिन्छ। प्रश्न नम्बर 8 महान दार्शनिक सुकरातले पिएको विषको नाम के थियो? अप्सन ए सोडा 6, अप्सन बी रम, अप्सन सी कमलक, अप्सन डी हेमलक। साथीहरूको सही उत्तर हो अप्सन नम्बर डी हेमलक नामक विष पिएका थिए। प्रश्न नम्बर 9 सबैभन्दा बढी जनसङ्ख्या भएको आदिवासी जनजाति कुन हो? अप्सन ए नेवार, अप्सन बी तामाङ, अप्सन सी थारू, अप्सन डी मगर। यसको सही उत्तर हो अप्सन नम्बर डी मगर। प्रश्न नम्बर 10 म्यान अफ द पिस भनी कसलाई भनिन्छ? अप्सन ए राजा जनक, अप्सन बी लालबहादुर शास्त्री, अप्सन सी भिरकुटी, अप्सन डी नेपोलियन। यसको सही उत्तर हो अप्सन नम्बर बी लालबहादुर शास्त्रीलाई भनिन्छ। प्रश्न नम्बर 11 महमा कति प्रतिशत पानी हुन्छ? अप्सन ए 100%, अप्सन बी 70%, अप्सन सी 40%, अप्सन डी 10%। यसको सही उत्तर हो अप्सन नम्बर बी 70%। प्रश्न नम्बर 12 नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई भनिन्छ? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन बी जयपति बहादुर सिंह, अप्सन सी बीपी कोइराला, अप्सन डी अरनिको। यसको सही उत्तर हो अप्सन नम्बर बी जय पृथ्वी बहादुर सिंह। प्रश्न नम्बर 13 अरनिको नेपालको कुन जिल्लामा जन्मेका थिए? अप्सन ए गोर्खा, अप्सन बी भक्तपुर, अप्सन सी ललितपुर, अप्सन डी काठमाडौँ। यसको सही उत्तर हो अप्सन नम्बर सी ललितपुर जिल्लामा जन्मेका थिए अरनिको। नम्बर 14 तिनलालको जिल्ला भनी कुन जिल्लालाई भनिन्छ? अप्सन ए ताप्लेजुङ, अप्सन बी सल्यान, अप्सन सी रामेछाप, अप्सन डी दैलेख। साथीहरूको सही उत्तर हो अप्सन नम्बर सी रामेछाप। प्रश्न नम्बर 15 असल भाग्यले भरिपूर्ण भएको स्त्रीलाई के भनिन्छ? अप्सन ए सुकुमारी, अप्सन बी सौभाग्यवती, अप्सन सी भाग्यवती, अप्सन डी भाग्यमानी।
साथीहरू, यो प्रश्न चाहिँ तपाईहरूको लागि राखिएको। यसको सही उत्तर के होला कमेन्ट गर्नुहोस्।